नमस्ते साथीहरु, म चाहिँ मेरो आफ्नो काम गर्ने सिलसिलामा आज म शहरभन्दा बाहिर गएको थिएँ। सो शहरभन्दा बाहिर जाने क्रममा चाहिँ अलिकति गाउँघरको अनुभव पनि बटुल्न पाइन्छ कहिले कहिलेका। हेर्नुस् न, बाख्राहरू छन् क्या, बाख्राहरू खसीहरू देख्न पाइयो। कहिलेकाहीँ यसरी बाहिर फिल्डमा जाँदाखेरि गाउँघरको याद झल्को। आफू त अब नेपालको पहाडी इलाकामा हुर्केको बढेको है, यस्तै घाँस दाउरा मेलापात बाख्रा है हरूको हेरचाह होइन, गाई वस्तुको हेरचाह। सो यसरी विदेशी भूमिमा पनि होइन आउँदाखेरि बाख्रा देख्नु अनौठो त होइन, बाख्राहरू घोडाहरू देख्नु। र पनि हामी अलि सहर एरियामा बस्छौँ नि त, अनि यो अनुभव लिन पाउँदैनौँ। सो आज चाहिँ अलिकति सिटीभन्दा बाहिर जाने क्रममा बाख्राको फर्म पनि रहेछ है। फर्मै त नभनौँ, अलिकति अमिर व्यक्तिहरूको एउटा ठुलो पार्टी प्यालेसभित्र चाहिँ बाख्राहरू पालन गरेको रहेछ। यतापट्टि हाम्रो यो देख्दै हुनुहुन्छ, हाम्रो चाहिँ यो उनीहरूको लागि इभेन्टको लागि सेटअप गर्नको लागि आएको थियौँ। अलिकति बचेको समयलाई मैले देखेर त अनुभव म लिइहालेँ, तपाईँहरूलाई पनि त देखाउनुपर्छ है के कस्तो छ भनेर। सो यो चाहिँ हामीले खानको लागि इभेन्ट तयार गऱ्यौँ भने अघि मैले देखाएँ तपाईँहरूलाई उतापट्टिको एरियामा बाख्रा पालन गरेको, यतापट्टिको एरिया अर्को अझै बवाल छ क्या फेरि। सो तपाईँहरूलाई कस्तो लाग्छ विदेशको मैले काम गर्ने ठाउँ? ओहो, यतापट्टि पनि तपाईँहरूलाई देखाइहालौँ त अलिकति। यो जस जाडो चाहिँ एकदम जाडोको अन्त्यतिर भएको सिजनमा हो। अलिकति तपाईँहरूलाई यो खजुरको बोटहरू यहाँ चाहिँ अनि सागसब्जी पनि लगाएको रहेछ क्या, अनि अलिकति फलफुलहरू पनि लगाएको, कागती सुन्तलाहरू है देख्न पाउँदै कस्तो आनन्द क्या। हामी सहरतिर बसिरहने है, सहरभन्दा बाहिर कहिलेकाहीँ जाँदाखेरि चाहिँ कस्तो राम्रो देखिने क्या, एकदम राम्रो फिल अनुभवहरू बटुलिने। सो तपाईँहरूलाई अझै म क्यामेरा चाहिँ एकदमै घुमाएर देखाउन चाहन्छु बाहिरको एरिया कस्तो छ है। ल्यान्डिङ साइट हो नि त, मरुभूमि। सो कागतीहरू, सुन्तलाहरू है, खजुरहरू। खजुर त अब यहाँको मेन नै भइहाल्यो। त्यसका अलावा अब तपाईँहरूलाई म सब्जी देखाउँछु, सब्जी। सो मलाई चाहिँ हेर्दै गर्नु होला, अथवा मलाई होइन मेरो भिडियो हेर्दै गर्नु होला है। ल ठिक छ, म तपाईँहरूलाई यो सब्जी भएको एरियातिर है त सरर लिएर जान्छु। हेर्नु होला कस्तो लाग्छ, आफ्नो प्रतिक्रियाहरू पनि जनाउनु होला, ताकि तपाईँहरूको सल्लाह बमोजिम म फेरि अर्को भिडियो पनि ल्याउने छु। देख्नुभयो लसुन प्याजहरू, राम्रो राम्रो दामी कति सबले राखेको फर्स्ट आएर लामो थियो। तपाईँहरूलाई म फेरि टमाटर पनि देखाउने छु। लडिन्छ है पछाडि, फेरि क्यामेराको चक्करमा पानीमा पस्न बेर छैन। देख्नुभयो त यहाँ टमाटर फलेको छ, टमाटर टन्नै लसुन प्याज एकदम दामी। अनि यो सुप भन्छ है, सुप भन्छ हाम्रोतिर चाहिँ, तपाईँहरूकोतिर के भन्छ यो फुलेको? टमाटर फलेर क्या दामी भएको थियो। सो तपाईँहरूलाई भिडियो मार्फत देखाउन पाएँ, मलाई खुसी लाग्यो। सो तपाईँहरूलाई चाहिँ कस्तो लाग्यो है यो विदेशको ठाउँमा पनि यस्तो सागसब्जीहरू
एरिया वाइज भन्दा बाहिर जाने क्रममा देखिँदो रहेछ। सो एउटा यो चाहिँ मलाई आफ्नो रमाइलो लागेर पनि यो भिडियो तयार गरेको हुँ। सो तपाईँलाई कस्तो लाग्यो आफ्नो प्रतिक्रियाहरू चाहिँ एकदम जनाइदिनु होला। आगामी दिनहरूमा म सहरभन्दा बाहिर गएको बेला नयाँ नयाँ भिडियोहरू ल्याउने छु, तपाईँहरू समक्ष देखाउने छु। आजको भिडियो मार्फत धन्यवाद, नमस्ते।